बनाउनुपर्छ ल गाइस आज चाहिँ हामी न्यू कालिज अर्को कालिज खानको लागि चाहिँ यहाँ ढेँडो मस्काउँदैछ है यहाँ टोलीले ढेँडो बन्दैछ है ल यहाँ ढेँडो मस्के दुईजनाले चाहिँ गजब हुँदैछ गाह्रो हुँदैन त नि ढेँडो खानु त्यति सजिलो छ त हो लुई ढेँडो खाइदिनु जाने भए चाहिँ कालिजको मासुसँग ढेँडो खानु नि गाह्रै छ खान मिठो बनाउन गाह्रो ल यहाँ सुसन गाइजले चाहिँ मस्काउँदैछ अब ढेँडो मोल्दाखेरि फेरि चोकटा उठिदिएर खुट्टामा आयो भने त सर्लक हुन्छ नि फेरि त्यो डल्लो भएर भने त सजिलो हुने होइन मेन त्यो डल्लो फुट्नु अब यहाँ हाम्रो बिरालो सरकार पनि बसिरहेछ है पुरा कुरेर ढेँडो पाक्लाएर खाउला अचम्मै भइरहेछ अब सब नयाँ नयाँ ढेँडो पकाउनलाई कतिजना 4 जना त ढेँडो पकाउनु ल ठिक छ ल जानिन्छ बनाउँदै गर्छु अझै नि खाने ढेँडो खानु पऱ्यो गरे होइन अझैले नि मस्काउन आउँदैन ढेँडो पहिला पकाउनु भएको छ होला तपाईँले ढेँडो पकाएर खानु लाग्यो गाह्रो छ ढेँडो बनाउन गाइस गाह्रो छ मजाले ढेँडो पकाएर भनेर है कालिज त ल्याइयो हिजो बेलुका अब ढेँडो बनाउनु चाहिँ लास्टै गाह्रो ठिकै छ खानु चाहिँ मिठो हुन्छ अब जस्तो हुन्छ पाक्नु पर्यो पच्छ होइन जाडो महिना हो नपाके पच्छ होला त्यो गिर्खा मर्पर मेन घोटेर त्यो गिर्खा हट्नु पर्ने हो ल अब यहाँ अझैले मस्काउन सुरु गरिसक्नु भयो है अब चाहिँ कति 1 4 जना 5 जना हुनु होइन ठिक छ चलाउँदै त्यो पल्टाउँदै मेन त्यो पछि हुन्छ नि त्यो पानी सुक्दै साह्रो हुन्छ नि हो नि पछि साह्रो हुन्छ क्या त्यो गिलो भएपछि मस्काउँदा साह्रो हुने होइन हो गिलो हुन्छ अनि त्यो मस्काउँदा त्यो पानी सुक्दै गएपछि म समय 1 मिनट ल सुमित खै यहाँ अर्को यहाँ सुमितसँग ढेँडो मस्काउन आइज रे 5 जना भयो यहाँ 6-7 जना हुन्छ ढेँडो मस्काउने त्यो ग्यास सामान पनि राक्षसले पनि खै ढेँडो गतिलो ढेँडो मस्कायो भने त छैन पाके भयो पाक्नु चाहिँ पऱ्यो तपाईँ जाने कि ढेँडो मस्काउन एउटा मस्का खानु पर्यो ढेँडो ढेँडो खानु मिठो मस्काउन गाह्रो यस्तै छ त्यसमा झ्याप्पो सजिलो हुन्छ अब यो ग्यास चुलोमा झ्याप्ने यतातिरको मौसम घमाइलो छ गाइस ल मजाले घाम लागिरहेछ है ठाउँमा तोरीसोरी फुलिरहेछ गाउँठाउँको मौसम यस्तै हो यो पनि ठुलो हुन्थ्यो नि है कति 3 केजी चाहन्छन् होला यो अहिले यो ब्रोइलर छैन त सुमित यो 3 केजी चाहनु छैन ए 3 केजी चाहन्छन् 3टा ल्यायो भने होइन अनि यो एउटा मात्र बाइस छ त 2टा काटिस या ए ठुलो लिन आइज भन्दैछ त्यसले मलाई एउटा यो पनि कुरे होइन कति बेर कुरे यसले ढेँडो खानको लागि ढेँडो पाकेर भने यो पनि रिटर्न आए
ल यहाँ चाहिँ अब मस्कन कार्यक्रम कन्टिन्यू भइरहेको छ कन्टिन्यू पाक्ला पाक्ला जस्तो छ है पाक्ला पाक्ला जस्तो छ पिरो थप्ने ल गाइस म पनि एकछिन पिरो थप्ने है गाइस कति ठ्याक्क यहाँ बिचमै यसरी छरिदेऊ यसो छर्नुपर्छ है नत्र डल्लो होइन त डल्लो पर्ला फेरि यस्तरी यस्तो ढेँडो मस्काइ कार्यक्रम हुँदैछ यहाँ चाहिँ ल मैले समय ल यहाँ चाहिँ एक हातले चाहिँ समाउँदै यता चाहिँ अझै पुग्दैन के ओ पोल्यो 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 भन्दैछु पोल्छ अझै पुग्दैन अझ थप्ने ल म पिन्छु नि मसँग ल फेरि एकछिन पछि यहाँ मात्र ल यहाँ बिचमा मात्र यस्तरी ट्याक्क अझ राखौ यदि मजाले चलाउने फेरि डल्लो पर्ला फेरि मेन यो डल्लो मेटिनु पर्छ अन्त म दुईजनाले दुईतिरबाट समाउनु बस्ने म यो च्याप्पा समाउँछु हुँदैन हुँदैन जति मस्काइ उति मिठो हुन्छ अरे उहाँ अन्डीले जति मस्काइ उति मिठो हुन्छ अरे यसले हुन्छ अब लसाउनु थाल्छ लसाउनुपर्छ मजाले त्यो लसक लसक भएपछि हुने हो ए बिजदाले मस्काउँदो रहेछ ल छेडो त गजब ल गाइस गाह्रो छ गाइस ढेँडो खानलाई पनि ताने 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 पिठो थप्या थप्यो हो खोइ साह्रो कहिले हुँदैन यो ए हो ल हातमा हातमा चाहिँ पोल्ला है गाइस हाम्रो यहाँ सरकारको हात पोलिसिया छ कि हात चाहिँ ट्याक्क लाएर अब यसपछिको कन्टिन्यू चाहिँ कालिजको मासु तताएको हाल्नुपर्छ यस है कालिजको मासु पाकेर यहाँ रेडी छ तर यसलाई तताउनु पर्ने छ एकछिन पछि राखिन्छ ल अहिलेसम्ममा चाहिँ ढेँडोको फर्म यस्तो तरिकाको बन्ने ढेँडो चाहिँ अहिलेसम्मलाई ल अब यहाँ अलिकति चाहिँ यसलाई लास्ट फिनिसिङ चाहिँ छोपिदिनुलाई छ हामीले ल यसो छोप्थ्यो कति टाइम पछि निकाल्ने हो त्यसपछि ल 5 मिनट पछि निकाल्छौँ नि ल अचार पनि रेडी भइसकेको छ है पुरा यो के भन्छ हामी यो के अरे कालिजको मासु यो गोलभेडा प्लस धनियाँ अनि यो लसुन मोलेको अचार है गाइस ल आन्टी चाहिँ थाल रेडी गर्दै हुनुहुन्छ यहाँ ढेँडो र कालिजको मासु खानको लागि तिमी नि ढेँडो खाने क्या हो ढिँडो खाने सबसे बढी ढिँडो दिनु पर्ला जस्तो है ल ल ल ल ल झन्डै लडायो ल बाटोमा गइहाल्छ फेरि छोटकी अब चाहिँ यम्मी बन्दैछ यम्मी थाल रेडी हुँदैछ ल यहाँ ढिँडो पस्केर ल बिच्दै तपाईँबाट मलाई फोन आइरहेछ किन ल यहाँ कालिजको झोल सुप भान्सी अचार 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 राजेशलाई चढाएर एकचोटि स्वाट गर न त्यसपछि यहाँ थम्बनेल एउटा हाल्नु पऱ्यो दामी खाले स्वाट है ल ल ढेँडो सुरुवात ल सर्ट है सर्ट हेम्मी दामी भएछ ल मेरो भान्से ल ढेँडो पुग्दैन पुग्छ पुग्छ किन टेन्सन भात दिन्छ ल